ऋणले पैसा मात्र होइन, शान्ति पनि खोज्छ। उसले आफ्ना सबै ऋणको नाम राखी, 4वटा कागज, 4वटा बोझ, शैक्षिक ऋण, क्रेडिट कार्ड, मेडिकल बिल, व्यक्तिगत ऋण, किनकि सामना नगरेको समस्यासँग जित्न सकिँदैन। त्यसपछि उसले एउटा नियम सिकिन्, सबैमा न्यूनतम रकम तिर्ने, तर अतिरिक्त पैसा सबैभन्दा बढी ब्याज भएको ऋणमा। यो सजिलो थिएन, छिटो पनि थिएन। महिना बित्दै गए, संख्या घट्दै गए। 7औं महिनामा क्रेडिट कार्ड सकियो, 14औं महिनामा व्यक्तिगत ऋण, 22औं महिनामा अन्तिम विद्यार्थी ऋण पनि समाप्त। त्यो दिन उसले पैसा मात्र बचाइनन्, उसले शान्ति फिर्ता पाइन्। ऋणले पैसा मात्र होइन, शान्ति पनि खोज्छ। त्यसैले आफ्ना ऋणको नाम राख, क्रम मिलाऊ र त्यो जन्जिर काट।